त्यो के अरे भान्जी बलात्कारी भनेको त्यो बुढी कुटुवा बुढी भतुवा 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 त्यो भतुवा त हो। 20 वर्ष भयो भन्छ त राजगुरु आएको यार युएस। 20 वर्षमा मान्छेले कति प्रगति गर्छ। हामीले 20 वर्षमा यस्तो ज्ञान आएको 9 वर्षमा यत्रो यत्रो ज्ञान भइसक्यो। अनि यस्तो बिहान यसरी ठेला देखाएको थियो भाइ। हाम्रो त्यस्तो ठेला नि भाइ परेर फुटेर फेरि चाउरी परेर फेरि निक्लेको हामी भनेको तैँले त हामीले उचाल्ने त होइन बदर। यसले एउटा त्यो हुन्छ नि 110 एलबी उचाल्नको लागि त यसलाई त कन्नुपर्छ हड्डी फुस्किन्छ। अझ मैले पनि उ गरेको तैँले पनि गरेको आइजारे खेलौँ भन्दै थियो फिटबल बदरलाई। बिहान मसँग भागेको मान्छे रुँदै भएको छ मसँग आइज न मसँग फेस गर 5 जना छ मसँग आइज बाइकलाई बस्छु किन फिटबलको नाम लिन्छस् भाइरल हुनु छैन अर्पणको नाम लिन यार। तर बलात्कारीलाई चाहिँ अलिक पार्ने गरे यो केस भाइ। डोन्ट वरी भाउजू त्यसलाई मेरो जिम्मा छोड्नु मेरो जिम्मामा दिनु त्यसलाई मेरो जिम्मामा। ल हुन्छ ल है त ल छुटौँ है त त्यो भान्जी ल हुन्छ ल ल अब त भान्जी बलात्कारीलाई यहाँ लिएर आऊ ल मेरो फन्दामा लिएर आऊ त। अर्पणले बोलाएको छ भन अर्पणले बोलाएको छ भन लाइक सेयर गराएको छ भान्जीलाई राजलाई यहाँ लिएर आऊ। त्यो मासुलाई डल्ले पुकुन्डे भकुन्डेलाई यहाँ लिएर आऊ। मालाका फित्तो रुपियाँ कहाँ गयो किन डराउँछ अर्पण किसँग लिएर आऊ त्यो मा टुक्नी त्यसलाई लिएर भान्जीलाई लिएर आऊ। भान्जीलाई यहाँ लिएर आऊ त्यसले मलाई चिनेको छैन मारे